हेलो गाइस, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज चाहिँ हजुरहरूसँग डिस्कस गर्न यस्तो विचारले भिडियो बनाउँदैछु। मेरो परिचयबाट सुरु गरौँ है त। म चाहिँ मेरो नाम चाहिँ उमेश धामी। म चाहिँ डडेलधुराबाट अहिले हाल चाहिँ धनगढीमा यस्तै अध्ययनको सिलसिलामा आएको छु। म चाहिँ म्यानेजमेन्ट जिएसको विद्यार्थी हो। अहिले म 5th सेमेस्टरमा स्टडी गरिरहेको छु। सो लाइफमा हामीले अपर्च्युनिटीहरू कसरी खोज्ने भन्ने कुरा सबैलाई, त्यही पनि नेपाल जस्तो देशमा जहाँ त्यसै रोजगार मिल्दैन, अरूले गरेर पनि हजुरलाई दिँदैन। त्यही भएर आफैले जिन्दगीमा केही गर्नुपर्ने हुन्छ। यस्तो समय आउँछ जब पन्ना पलटमा हुन्छ कि किताब बन्द गर्नुहुन्छ, त्यस्तो समय हरेकको जिन्दगीमा आउँछ। मेरो जिन्दगीमा पनि आएको छ र म हजुरहरूसँग यही कुरा गर्न गइरहेको छु। आफ्नो कन्फिडेन्स बढाउन लाइफमा एकदम जरुरी छ। यस्तो मलाई महसुस भएको कुरा हजुरहरूलाई सेयर गर्दैछु। म त्यस्तो विषय त्यस्तो हजुरहरूभन्दा डिफ्रेन्ट छैन, तर डिफ्रेन्ट गर्न कोसिस गरिरहेको छु। लाइफमा अब चाहिँ लाइफमा के एनालाइज गरेर कसरी सक्सेस हुने भन्ने कुरामा रिसर्च गर्ने सिलसिलामा हजुरहरूसँग यो भिडियो बनाउँदैछु। मलाई चाहिँ लाइफमा धेरै कुराहरू सिक्न मन लाग्छ, इच्छुक छु जस्तो फिल भइरहेछ। तर भित्रबाट मोटिभेट भएर आउनु जरुरी छ। त्यो चाहिँ कसरी बिल्ड गर्ने भन्ने हो। सो गाइस, आजलाई यो 2 मिनेटको भिडियो